यहाँहरू सम्पूर्णमा मेरो नमस्कार। म सधैँ भन्ने गर्छु बढिरहेको उमेरप्रति म धेरै नै खुसी छु। किन भन्दाखेरि कतिपय कुरा अनि अनुभव गर्नुपर्ने हुन्छ नि, हामीले सिक्नुपर्ने कुरा त्यो चाहिँ त्यही एउटा एजमा गएर नै सिकिन्छ क्या, हैन। त्यो सानो उमेर हुँदाखेरि त्यसको बारेमा, अलिकति यङ एज हुँदा त्यसको बारेमा हामीलाई मतलब नै हुँदैन। कतिपय यस्ता कुराहरू छन् जुन आफ्नो उमेर सँगसँगै नै हामीले सिक्नुपर्ने हुन्छ, समय क्रम सँगसँगै सिक्दा रहेछौँ। त्यसै गरेर मलाई अहिले आएर चाहिँ के लागेको छ भने, जस्तो हाम्रो हरेक क्षेत्रमा चाहिँ वृद्धि विकास होस् भन्न ठान्छौँ, होइन, राम्रो होस्, उन्नति होस्, प्रगति होस् भन्न ठानिरहेका हुन्छौँ र सोही अनुसार पुरुषार्थ पनि गरिरहेका हुन्छौँ, अर्थात् मेहनत गरिरहेका हुन्छौँ। मेहनत अनुसारको फल प्राप्ति हुनु नहुनु पछाडिको कारण के हो त्यो हामी सबै आफैले थाहा छ, होइन, किन भएन, केलाई भएन भने। तर मेहनत चाहिँ गरिरहेका हुन्छौँ, मेहनत गर्न खोजिरहेका हुन्छौँ। कसैले त्यो मेहनत गर्नेको लागि ठाउँ पनि पाउँदैनौँ हामी मध्ये कतिले भने, कतिले पाएर पनि गर्नुहुन्न, होइन, र कतिले गरिरहेर पनि सफलता चाहिँ पाएको हुँदैन। र कसैले मेहनतकै फल हो, मेहनत जति गरिन्छ उति फल पाइन्छ पनि भनिन्छ। भनेपछि यो सबै कुराहरू सबै हामी आफैले सोच्यौँ भने के भइरहेको छ आफै थाहा पाउन सक्छौँ। तर के कुरा मलाई लागेको भने, जस्तो हामी ती हरेक क्षेत्रमा कुनै समस्या आयो भने, मानौँ अहिले एकछिनको लागि शारीरिक रूपमा, मानसिक रूपमा, आर्थिक रूपमा, होइन, सामाजिक हरेक हिसाबले हामीलाई जब समस्या आउँछ भने हामी कहीँ जान्छौँ नि, त्यो समस्या समाधान गर्ने एउटा ठाउँ त छ। किनकि मान्छेलाई समस्या हुन्छ, समस्या भएपछि यस्तो समस्या आउँछ, यो समाधान गर्नको लागि भनेर पनि बस्नुभएको छ। कोही त्यस्ता व्यक्तिहरू, एक्सपर्टिजहरू चाहिँ हुनुहुन्छ। जस्तो म मानौँ मलाई कुनै फिजिकल चाहिँ समस्या आयो, शारीरिक रूपमा मलाई कुनै रोग व्याधि या समस्या आयो भने म सम्बन्धित डक्टरकोमा जान्छु, होइन। अनि डक्टरले के भन्नुहुन्छ भने, तपाईँले यस्तो भएर भएको हो, यस्तो हो, तपाईँले यसो गर्नुपर्छ, होइन, अथवा त्यो गर्नुपर्ने मैले हुन्छ, मलाई एउटा औषधि लेखेर दिनुहुन्छ। अब त्यो औषधि खाने, होइन, त्यसलाई नियममा पालना गरेर बस्ने, बार्न पर्ने कुराहरू बार्ने गर्ने कसले? मैले नै हो। अब म मानौँ मानसिक समस्या भएर कुनै काउन्सिलर कहाँ गएँ या साइकियाट्रिस्ट कहाँ गएँ भने पनि मैले केही गर्ने होइन, उहाँले छर्लक्क पारेर मलाई देखाइदिएर समस्या चाहिँ तपाईँ आफैभित्रबाट चाहिँ उब्जेको हो, तपाईँले नै यो कुरामा चाहिँ यसो गर्नुभयो भने हुन्छ, तपाईँले राम्रो डाइट खानु पऱ्यो, तपाईँले मेडिटेसन गर्नु पऱ्यो, तपाईँले यो गर्नु पऱ्यो, तपाईँले त्यो गर्नु पऱ्यो। कसले गर्ने? मैले गर्ने, उहाँले गर्ने केही होइन। मतलब उहाँले चाहिँ जस्ट आफूले जानेको कुराहरू चाहिँ सेयर गरिदिने हो। कहिलेकाहीँ त्यो कुराले लाग्न पनि सक्छ, कहिलेकाहीँ नलाग्न पनि सक्छ। अनि अर्को हामी जाउँ, अब भनौँ न, अन्य आर्थिक रूपले चाहिँ कमजोर भइयो, अब के गर्ने त भनेर कहीँ गयो भने कसैले मलाई सपोर्ट गर्न सक्ने त एउटा होला, होइन भने त्यसमा पनि मेहनत गर्नुपर्ने चाहिँ आफैले नै हो। काम गर्नु पऱ्यो, उफ भन्नु भएन, होइन, खटिराख्नु पऱ्यो। अनि गर्नुपर्ने चाहिँ कसले त भन्दा मैले नै हो भनिसकेपछि, अनि जस्तो हामी ज्योतिष कहाँ जाऊँ, होइन, हाम्रो चाहिँ अब भाग्य हेर्नको लागि अथवा मैले के गर्दा राम्रो हुन्छ भनेर ज्योतिषी कहाँ गएँ भने पनि उहाँले पनि त्यो विभिन्न कुराहरू हेरेर, अनि तपाईँले यो गर्नुहोस्, तपाईँले पिपलको बोटमा गएर पूजा गर्नुहोस्, या तपाईँले यो औँठी लगाउनुहोस्, तपाईँले यो चाहिँ लकेटहरू लगाउनुहोस्, होइन, फलानु रत्न जडित फलानु चिजहरू लगाउनुहोस्, अनि विभिन्न परहेजहरू, यो खानपान छोडिदिनुहोस्, होइन, केही समय तपाईँ भेजिटेरियन हुनुहोस्, केही समय तपाईँले शिवको पूजा गर्नुहोस् या गणेशको पूजा गर्नुहोस् या भगवतीको पूजा गर्नुहोस्, यो दिन व्रत बस्नुहोस्। कसले गर्ने? त्यो नि मैले गर्ने, होइन। भनिसकेपछि यो समयसम्म आइसक्दा त हामीलाई त्यो सबै थाहा भयो नि त, होइन। यो उमेरसम्म आउँदा कि जे पर्यो भने त्यसको भोगतना भोग्ने, त्यसको लागि राम्रो गर्नलाई गर्नुपर्ने या नराम्रो गर्ने मेरो लागि भनेको त मै रहेछु भनेपछि कोबाट किन जाने? जब यति ज्ञान भएपछि चाहिँ है, ज्ञान नहुन्जेल चाहिँ हामी बहुतारिन्छौँ, जान्छौँ पनि, होइन, होला कि चैटो होला कि भनिन्छ। तर औषधि त्यो भनेर मैले यो भनेको होइन कि कुनै पनि चिजले काम गर्दैन भनेको होइन। त्यो रियलाइज गराइदिने ठाउँ पनि चाहिन्छ, त्यति भनिदिने मान्छे पनि चाहिन्छ, त्यसले पनि ठुलो सपोर्ट गर्छ। तर अन्तमा आएर गर्नुपर्ने चाहिँ आफैले भइसकेपछि, अनि अहिले मलाई के लागेको छ भने, आफै गर्नु पऱ्यो, मेहनत गर्नु पऱ्यो। यदि भएन, मेरो लाइफमा कुनै पनि क्षेत्रमा कमी कमजोरी तलमाथि भएको छ भने त्यसको भागीदार पनि म, यो यहाँ कोही पनि जिम्मेदार चाहिँ छैन भन्ने कुरा चाहिँ अहिले हामीलाई दिमागमा आउँदा पया। थ्याङ्क यू।